हेलो साथीहरू, स्वागत छ तपाईँलाई हाम्रो आजको नयाँ भिडियो गफ कटमा। र आजको हाम्रो चाहिँ ट्रेलर रिभ्यू रहेको छ ओक यस जुन साउथ कोरिया मुभी हो जुन साउथ भर्खरै लेटेस्ट आउन लाग्छ तर अब रिलिज डेट चाहिँ कन्फर्म छैन जस्ट 2026 भनेर दिएको छ त्यति हो तर अँ, हेर्दाखेरि चाहिँ है छुट्टै भाइब्स छ है। अब एक त साला यो कोरियनहरूले के बनाइरहेछ भन्ने कुरो बुझ्नै गाह्रो भइसक्यो भने यस्तो खतरा खतरा अहिले सिरिज पनि बवाल निकाल्छ, फिल्महरू पनि बवाल निकाल्छ। यिनीहरू त यार यो त हलिउडसँग पुरै टक्कर दिइरहेको जस्तो फिल भइसक्यो क्या मलाई त। ट्रेलर नै अहिले हेऱ्यो भने एकदम डेन्जर के अब हेर्दाखेरि त सुरुमा त हामीलाई जम्बी भाइब भएको थियो तर होइन रहेछ एलियनको रहेछ यो एलियनको वाला पुरै कम्प्लिट भाइब छ। स्टार्टिङ हुँदाखेरि पनि इन्ट्रेस्टिङ भइरहेछ पुरै। त्यो सहरमा मान्छे नभए जस्तो छ। जो जम्मा केही मान्छेहरू त्यही जो गन बोकेर हिँडिरहेछन् होइन, त्यो ठाउँमा कोही मान्छे देखिरहेको छैन। यसो हेर्दा सायद जम्बिजको केही प्रब्लम भइरहेछ कि सोचेको थिएँ। तर पछि हेर्दाखेरि त एलियनवाला एट्याक रहेछ कम्प्लिट नै होइन, सबै इन्ट्रेस्टिङ छ। एलियन पनि त्यस्तो त्यो पहिलाको जस्तो एलियनहरू छैन कार्टुन टाइप छैन एकदम भिजुअल चाहिँ एकदम बवाल छ। त्यसको भिएफएक्सहरू त्यसको चाहिँ सबै कुरा यसो हेर्ने हो भने चाहिँ दामी छ होइन। सिन चाहिँ मलाई चाहिँ दामी लाग्यो। अब मुभी आउँदाखेरि सकेसम्म चाहिँ थिएटरमै हेर्नु किनभने मोबाइल र उसमा चाहिँ मजा आउँदैन यस्तोहरू। अब भिजुअलको लागि भए पनि हलमै हेर्नुपर्ने हुन्छ कि हो। यस्तो मुभीहरू चाहिँ मोबाइलमा यसो डाउनलोड गरेर त्यो त्यस्तै वेबसाइटमा गएर चाहिँ डाउनलोड गर्नु बेकार जस्तो लाग्छ। त्यस्तोको लागि हेर्ने भने छँदैछ त्यो काम चलाउ मुभीहरू मात्र हो, टाइम पासको लागि। यस्तो मुभी चाहिँ सायद एकचोटि चाहिँ टिकटै काटेर हेर्नु बेटर लाग्न सक्छ। तर अब हेरौँ साउथ कोरियन भनेपछि अब चल्ला कि नचल्ला नेपालमा यहाँ ठेगान छैन। अब तर यो नेटफ्लिक्समा त आउला स्योरै, नेटफ्लिक्समा त आउँछ तर थुप्रै टाइम लाग्छ। अब वेबसाइटहरूमा पनि आउला। त्यो पनि जसरी पनि हामी त हेर्ने हो। यसलाई हेर्न चाहिँ मलाई चाहिँ इन्ट्रेस्टिङ लाग्यो एकदम पर्सनली। त्यो मलाई पनि भाइब चाहिँ मजा लाग्यो क्या। त्यस्तो त्यस्तो किन हो मलाई चाहिँ होइन, भाइब्सहरू यस्तो साइफाई मुभी यस्तो जोम्बिज टाइपको अथवा एलियन टाइपको छुट्टै छुट्टै कन्सेप्टमा बनायो भने चाहिँ हेर्नै छुट्टै मजा आयो। त्यसमा छुट्टै युनिभर्स देखाए जस्तो फिल हुन्छ। त्यो पुरै सिनै छुट्टै हुन्छ। त्यत्रो दुःख गरेको हुन्छन् उनीहरूले होइन, हेर्दाखेरि अर्कै दुनियाँमा गएको जस्तो फिलिङ हुन्छ है हामी त। त्यो छुट्टै क्या, मजै छुट्टै क्या। त्यो फिल्म त बच्चाहरूलाई देखि एकदम मनपर्ने क्या यस्तो कन्सेप्टको फिल्महरू क्या। तर बच्चाहरूलाई चाहिँ सकेसम्म नदेखाउनुहोस्। अब फेरि बच्चाहरू त फेरि भुताएर तर्सिन्ला फेरि त्यो हिसाबले त काम काठमार पनि त्यतिकै हुन्छ। फेरि एलियन भनेपछि गाँ खाइदिन्छ त्यही त अनि मान्छेलाई मारिदिन्छ या खाइदिन्छ त्यस्तै हो। त्यो हिसाबले 18+ वाला मुभी जस्तो हुन्छ कि केही सिन भन्न पनि सकिँदैन के आउँछ भन्ने कुरा। तर यसमा अहिलेसम्म हेर्दाखेरि चाहिँ बवाल देखाएको छु। कोरियन मुभिजहरूको के भइरहेछ थाहा छैन, यस्तो बवाल किन आइरहेछ है। तर जे आइरहेछ हामीलाई हेर्नेलाई चाहिँ मजा आइरहेछ, त्यही कुरा हो। र अब यो भिडियोमा चाहिँ हामी यति नै भन्दै नेक्स्ट इन्ट्रेस्टिङ भिडियोमा हामी पछि भेट्नेछौँ। जस्ट तपाईँले के गर्नुहोस् चाहिँ च्यानललाई सब्सक्राइब गर्नुहोस्, भिडियोलाई लाइक गरिदिनुहोस्, कमेन्ट गर्नुहोस्, सेयर पनि गर्नुहोस्, कस्तो लाग्यो भन्नुहोस्, सेयर पनि गर्नुहोस् है फेरि। ल यति भन्दै भिडियोमा बिदा हुन्छ। बाई बाई।